हाई गाइज, तपाईँले मेरो हेर्न सक्नुहुन्छ लास्ट 7 डेजको अर्निङ्स 29,760 रुपिज, भ्यालिड ब्यालेन्स 40,080 रुपिज। र यसलाई म तपाईँहरूले भन्नुहुन्छ यो विथड्र हुन्छ कि हुँदैन, डेफिनेटली विथड्र हुन्छ। म विथड्र गरेर हजुरलाई देखाउँछु। 40,080 रुपिज, यसलाई मैले विथड्रलमा सेन्ड गरेँ। यो पेमेन्ट इज रिक्वेस्ट फर सेन्डिङ फर ट्रान्सफर रिडाइरेक्टिङ। अनि यता हेर्न सक्नुहुन्छ रिक्वेस्टमा गइसकेको छ। यो विथड्रल भएको मनीहरू सबै, अनि यो चाहिँ रिक्वेस्टमा गएको। अब यो चाहिँ 24 घन्टाभित्र आउँछ। आइसकेपछि म हजुरलाई ब्याङ्कको मेसेज पनि देखाउँछु, वेट गर्नु होला। 40,080 रुपिज विथड्र भइसकेको छ। फाइनल्ली मैले अघि भर्खर तपाईँलाई देखाएको थिएँ 40,000 विथड्र गरेँ। 40,000 विथड्र भइसकेको छ। यहाँ मेरो जिमेलमा पनि आइसकेको छ, तपाईँले हेर्न सक्नुहुन्छ। 40,080 रुपिज रिफ्रेस गरेर पनि देखाइदिन्छु। 40,080 रुपिज। अब यो जुन ब्याङ्कमा आएको छ त्यो मेरो 15% रुपिज ट्याक्स कटेर आएको छ। 34,000 रुपिज ब्याङ्कमा पनि आइसकेको छ ट्याक्स कटेर। तपाईँले हरेक ठाउँ हेर्न सक्नुहुन्छ। यहाँ पनि हेर्न सक्नुहुन्छ, यहाँ पनि 40,000 र ब्याङ्कमा जुन आउँछ 15% कटेर आउँछ। सो तपाईँ पनि स्टार्ट गर्न चाहनुहुन्छ भने डेफिनेटली स्टार्ट गर्नु होला, मेसेज गर्नु, एन्ड लेट्स डु इट ब्रदर।